so that we can go to the league next year. But we want to condition the pitches in here, imported from Chelsea as it is. It's a wonderful pitch, and I'm delighted to be here with all of you organising Sahara UK. You're doing a fantastic job for the community, doing a fantastic job for cohesion between the UK and Nepalese community. I'd like to congratulate you. Thank you very much for what you're doing. This is a great example of community action effort. Thank you very much indeed. Thank you, everyone. Thank you. Namaste. सम्पूर्ण सहारा परिवारलाई र फ्यानहरूलाई र तपाईहरु आज आइदिनु भएकोमा सम्पूर्ण सहारा युकेको तर्फबाट धन्यवाद दिन चाहन्छु। यसरी नै तपाईहरुले अवसरमा पनि आएर आफ्ना नाति छोराहरु ल्याएर यो क्लबलाई भविष्यमा सपोर्ट गरिदिनु हुन्छ भन्ने मैले आशा राखेको छु। यसको साथसाथै हाम्रा नयाँ खेलाडीहरूले पनि अवसरमा खेल्ने मौका पाउनेछ भन्ने म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। यति भन्दै यो दुई शब्द कुरा गर्दै फेरि पनि सहारा युकेको तर्फबाट धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्कार। सहारा युकेको आयोजनामा गत 19 अक्टोबर 2014 आइतबारका दिन सहारा नेपाल र अल्सर एफसी बीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको छ। गत महिना दुवै क्लब बीच भएको मैत्रीपूर्ण सम्बन्धको परिणामस्वरूप सो खेललाई पहिलो उपलब्धिको रूपमा सहारा युकेले लिएको सहारा युकेका अध्यक्ष नवीन गुरुङले बताएका छन्। बेलायतका विभिन्न नेपाली क्लबहरूबाट र सहारा एफसी युकेबाट
संयुक्त रूपमा खेलाडीहरू चयन गरी सहारा नेपाल नामबाट खेलाडीहरू सो खेलमा सहभागी भएका थिए। अल्डरसरका एमपी जेराल्ड हवार्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो खेलमा नेपाल र भारतको राष्ट्रिय धुन बजाइएको थियो भने फिबाको धुन समेत सो खेलमा बजाइएको थियो। दुवै टिमका खेलाडीहरूलाई खेल मैदानमा सहारा युकेका अध्यक्ष नवीन गुरुङ, सहारा एफसीका चेयरम्यान हरि श्रेष्ठ, तमुदी युकेका अध्यक्ष कमल गुरुङ तथा अल्डरसर टाउन एफसीका तर्फबाट क्लब म्यानेजर शहीद अजिम, प्रमुख अतिथि जेराल्ड हवार्ड र अन्य बोर्ड अफ मेम्बरका साथीहरूले खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए। निश्चित समयमा सुरु भएको सो खेल बडो सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहारा नेपालबाट कप्तान नवल गुरुङ, कुञ्जन गुरुङ, डेनिस महर्जन, हेसी लामा, बाल गोपाल सहकुला, विमल बवाल, अर्पण गुरुङ, इनाम खरेल, गोपाल थापा, जोपाल गुरुङ, अविनाश गुरुङ, पूजन थापा, पुरुन याक्सो, ओनुर पाकिसी, अडाम टोवाल, नवीन थापा, सञ्जीव श्रेष्ठ, रेगन गुरुङ र सुभाष गुरुङ तथा प्रशिक्षक सञ्जीव उपाध्याय सो खेलका लागि छानिएका थिए। अल्डरसर र बेलायतका विभिन्न क्षेत्रबाट फुटबल प्रेमीहरू, अभिभावक, नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू र मिडिया र सहारा परिवारको उपस्थिति रहेको थियो। दुवै क्लबले एकअर्कामा आफ्नो क्लबको मायाको चिनो साटासाट गरेका थिए। उपस्थित दर्शक तथा खेलाडीहरूको हौसलाको लागि एमपी हवार्डले सम्बोधन गरेका थिए। सो मैत्रीपूर्ण खेललाई दर्शकहरूले एभरेस्टाम.net, BFBS गोर्खा रेडियो, गोलनेपाल.com र अन्नपूर्ण एफएमबाट पनि सुन्न र हेर्न पाएका थिए। सो खेलबाट दुवै क्लब र खेलाडीहरूले एक अर्कामा धेरै उपलब्धिहरू हासिल गरेको दुवै क्लबका अध्यक्षले विश्वास लिएका छन्। निकट भविष्यमा दुवै क्लब बीचको सम्बन्धलाई अझ प्रगाढ गर्दै लैजाने र आगामी वर्ष जनवरीमा नेपालमा सम्पन्न हुन लागेको आहा गोल्ड कपमा भाग लिने विषयमा समेत दुवै क्लब बीच कुराकानी भएको सहारा युकेका अध्यक्ष नवीन गुरुङले बताएका छन्। साथै गुरुङले उपस्थित सम्पूर्ण फुटबल प्रेमी, सहयोगी, दर्शक, सहारा परिवार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र मिडियालाई धन्यवाद दिएका छन्। सो खेलबाट आफूहरूले धेरै अनुभव प्राप्त गरेको कप्तान नवल गुरुङको भनाइ छ। सो मैत्रीपूर्ण खेलमा सहारा नेपालको तर्फबाट अर्पण गुरुङले 1 गोल गर्न सफल भएका थिए। अहिले मसँग हुनुहुन्छ सहारा युकेका प्रेसिडेन्ट श्री नवीन गुरुङजी। आउनुहोस् उहाँसँग पनि छोटो मिठो कुराकानी गरिहालौँ। नवीनजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद बहिनी। अनि आजको जुन यो सहारा युकेको टुर्नामेन्ट भइरहेको छ यसको बारेमा अलिकति बताइदिनुहोस् न, किन यो टुर्नामेन्ट भइरहेको छ, यसको उद्देश्य के हो? फर्स्ट त यो चाहिँ हाम्रो जति पनि यङ खेलाडीहरूलाई चाहिँ युकेमा पनि एउटा प्लेटफर्म दिनलाई हो, र सेकेन्डली एउटा इन्टिग्रेसन जो चाहिँ नेपाली समुदायहरू अल्डरसरमा 10%ले पुरा हुन्छ भने उहाँहरूलाई पनि एउटा चाहिँ स्पोर्ट्सको माध्यमबाट चाहिँ यो विदेशीहरूसँग चाहिँ हाम्रो कल्चरको बारेमा इन्टिग्रेसन गर्नलाई पनि त्यो उद्देश्यले पनि यो गरेको हो। र खालि स्पोर्ट्स मात्रै नभएर जति पनि हाम्रा पेन्सनरहरू हुनुहुन्छ होइन, अब मामा बुढोबाजेहरू, उहाँहरूलाई पनि अब
फ्री टाइमको बेलामा चाहिँ अब गार्डनतिर गएर उसतिर नगएर यो स्पोर्ट्समा चाहिँ उहाँलाई पनि इन्ट्रेस्ट देखाएर चाहिँ एउटा लोकल टिमसँगलाई सपोर्ट गरेर र यो सपोर्ट गर्दैमा हाम्रो यङ केटाहरूलाई पनि सपोर्ट गरेर चाहिँ एउटा युकेमा हाम्रो नेपालीको चाहिँ मार्किङ भनौँ न के हो हामी र को हो भन्ने चिनाउनलाई पनि हामीले गरेको। र आजको जुन टुर्नामेन्ट भइरहेको छ यो टुर्नामेन्टको आइडिया चाहिँ कसरी आयो अथवा भनौँ कसरी तपाईँहरूलाई चाहिँ यस्तो अलसट एफसीसँग जुन फुटबल टुर्नामेन्ट गर्ने भन्ने तपाईँहरूको विचार कताबाट आयो? यो विचार चाहिँ अब सहाराले सधैँ स्पोर्ट्समै गरेर आएको हो के अरे र स्पोर्ट्स भन्ने चिज यो फुटबल भन्ने चिज इन्टरनेसनल ल्याङ्ग्वेजले बोल्छ र यो स्पोर्ट्सको माध्यमबाट नै हामीले चाहिँ केही गरौँ भन्ने हुँदाखेरि चाहिँ अलसट एफसीलाई पनि एकदमै फ्यानहरू चाहँदाखेरि उहाँले हामीसँग कुरा राखेपछि अनि सहाराले पनि एउटा राम्रो यो स्पोर्ट्सको माध्यमबाट इन्टिग्रेसन राम्रो कुरा देखेकोले नै हामीले चाहिँ यसरी इन्टिग्रेट गरेर चाहिँ यो आजको फर्स्ट यो म्याच चाहिँ हामीले गऱ्यौँ। हजुर आजको यो फर्स्ट हिस्टोरिक इभेन्ट भइरहेको छ, आशा छ आगामी दिनहरूमा पनि यस्ता टुर्नामेन्टहरू हुँदै गरून् र जाँदा जाँदै अन्तमा यहाँले केही भन्न चाहनुहुन्छ कि? म के भन्न चाहन्छु भन्दाखेरि आज जति आज हाम्रो दर्शकहरू आएको छन् यसमा म खुसी छु, तर योभन्दा पनि अझै बढी हुने मैले आशा राखेको थिएँ र म के भन्न चाहन्छु भने हाम्रो सम्पूर्ण दाजुभाइहरूलाई भविष्यमा आफ्नो बच्चाहरू ल्याएर यसो स्पोर्ट्सहरूमा यहाँ अलसटलाई सपोर्ट गरेर यो हाम्रो एउटा नेपालीको क्लबलाई को रूपमा लिउँ र यस्तै प्रकारले चाहिँ सपोर्ट गरिदिनु हुन म अनुरोध गर्दछु। हुन्छ धन्यवाद नवीनजी। चन्द्र सूर्य ध्वजाली हाम्रो साथ तिमीलाई चल्छ वीर गोर्खाली हे गोर्खाली अघि बढ सधैँछौ हामी पछाडि तिमी अघि बढ चन्द्र सूर्य ध्वजाली हाम्रो साथ तिमीलाई चल्छ वीर गोर्खाली हे गोर्खाली अघि बढ सधैँछौ हामी पछाडि तिमी अघि बढ सिलसिलामा मसँग यहाँ हुनुहुन्छ अहिले वान अफ द बोर्ड मेम्बर्स अफ द अलसट एफसी आउनुहोस् उहाँ दुईजनासँग हामी छोटो मिठो कुराकानी गरिहालौँ। वेलकम टु द प्रोग्राम एन्ड आई वुड लाइक यु टु इंट्रोड्यूस योरसेल्फ टु आवर ऑडियंस प्लीज। Hello, my name's Tony Knights. I'm one of the directors of Aldershot Town Football Club. Hi, I'm Yvonne Bryce and I'm the director of Knights Group Worldwide who fund Aldershot Academy. And I just got to know that you guys are taking the team to Nepal for a tournament. So would you like to give us a few insight about it? Yeah, after Christmas we've been invited to play in the competition over in Nepal. I've spoke to the management team. I will be accompanying the players. I've never been to Nepal myself, so I'm looking forward to that. So we're looking at bringing a good team over there to compete with the attitude of hopefully, you know, winning the cup, not just competing in the cup. We're all very much looking forward to it. So what about your view? I think it's a great opportunity for the players. It gets them out from their comfort zone. They're playing different teams, so I think it's good for them. I think they're all looking forward to it and excited about it. So how is the preparation going for the AHA Gold Cup tournament that you will be participating in? Our players have been playing twice a week.
They're full-time training. So our preparation is the same as it has been for everything else. Our players are winning all their games at the minute. We just won against our rivals 12-0 last week. So we're in a good place to bring a good team and hopefully play well in what's apparently a good cup. So we're in a good place, prepared well. And about today's tournament, how are you finding it? How is the Nepalese team playing against your team? I think they're playing very well, actually. I mean, we've got a lot of players out there that are on the verge of the first team. Some of them are our first team. And I think we thought that we would just come out and we would take it easy. We wouldn't play too hard. But in all due respect, the Nepalese team, the Gurkha team or the Sahara team, whatever you want to call them, they're holding their own. They're playing very, very well, actually. And it's a good competition. This is a good game. And your company is funding the tournament, isn't it? And how are you finding it? Yeah, I mean, for us, it's all about the boys and them progressing through their education. I think they're doing well in the tournament, as Tony stated. They won their biggest rivals last week. Education-wise, they're all progressing very, very well. So we're very proud of them and happy for them. Okay, thank you very much for talking to us, both of you. Thank you very much. लोहेन मैदानमा आयो गोर्खाली देखौ आज सबैलाई वीर नेपाली आयो गोर्खाली आयो गोर्खाली आयो गोर्खाली आयो गोर्खाली निची काली तराई पहाड हिमालको देशलाई भूमि सगरमाथा सयौं भेषलाई संसारमा तिमी नै हौ सारथी देशको लागि लड तिमी हामी तिम्रा पारखी मैदानमा तिमी ओर्ल चन्द्र सूर्य ध्वजाली हाम्रो साथ तिमीलाई चल्छ वीर गोर्खाली हे गोर्खाली अघि बढ सधैँ हामी पछाडि तिमी अघि बढ नेपाली कतारा तिमी ल्याउनु छ बिहानी मैदानमा तिमी ओर्ल चन्द्र सूर्य ध्वजाली हाम्रो साथ तिमीलाई चल्छ वीर गोर्खाली हे गोर्खाली अघि बढ सधैँ छौ हामी पछाडि तिमी अघि बढ यहाँ अहिले हुनुहुन्छ अल्डरसोट टाउन एफसी का चेयरमैन आउनुहोस् उहाँसँग पनि छोटो मिठो कुराकानी गरिहालौँ. So welcome to the program, sir, and could you just give us a little bit of introduction about yourself, please? Okay, my name is Shahid Azim. I'm the chairman of the football club, and I'm originally from Pakistan, but I lived in Guildford and Woking area for the last 40 odd years. So this is a kind of a historical event happening today. It's the tournament between Sahara FCK and Aldershot FC. How did this event happen? Well, I got to know the people from Nepal at the Gurkha Cup which was held in the summer, and the opportunity was to when I saw there's 10,000 people watching football, saw how much passion there was, and we are being the football club of the town. It was very important for us to link in, not only on for sport reason, but community cohesion, and we also got 10,000 Nepalese in Aldershot. We want them to accept this as their home, and that this is their club to support. And the tournament today, how do you think it's going?
I think it's a fantastic tournament. I know there's a number of events going on with the Nepalese community today, but it's still about 300-400 people here. But you've got to start somewhere. So this is the first start, historical start, and hopefully in January the team's going out to Nepal to partake in the Haha Cup. So we've got to start somewhere, and it's we're just open to everybody as a club really. So we're a very, very sort of inclusive club for all communities. Okay, thank you very much for that information, and thank you very much for talking to us. Thank you for covering it. Thank you very much. You're welcome.
जसरी मसँग अहिले हुनुहुन्छ नेपाली समाजमा निकै नै चिर परिचित व्यक्तित्व र उहाँ एनआरएन युके का निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ। आउनुहोस् उहाँसँग कुराकानी गरौँ। उहाँ हुनुहुन्छ श्री सूर्य गुरुङजी। सूर्यजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। अनि आज जुन सहारा युके एफसी र अलसो टाउन एफसीको बिच फुटबल टुर्नामेन्ट भइरहेको छ होइन, त्यसमा हेर्न आउनुभएको छ, हाम्रो खेलाडीलाई सपोर्ट गर्न आउनुभएको छ, कस्तो लागिरहेछ? एकदमै राम्रो लागिरहेछ, किनभने यस्तो खालको चाहिँ नि एउटा टुर्नामेन्टले म्याच मात्र नभइकन एक किसिमको एउटा इन्टिग्रेसनको पनि यसले चाहिँ काम गरेको हामीले फिल गरेको छ। र अहिले पहिलोचोटि यतिका माझ हजारौँ दर्शकको अगाडि हामीलाई पनि एउटा प्राउड फिल भइरहेको छ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो एउटा यो जुन ठाउँमा बसिरहेको छ त्यो ठाउँको एउटा इन्टिग्रेसनमा एउटा सहयोग होस् भन्ने हिसाबले र आफ्नो खेलाडी भाइहरूलाई चाहिँ नि एउटा हौसला गर्नको लागि पनि जुन हिसाबले यहाँ चाहिँ सपोर्ट गर्न आउनुभएको छ, एकदमै सराहनीय भएको चाहिँ मैले महसुस गरेको छु। अनि आजको जुन फुटबल टुर्नामेन्टमा हाम्रो नेपाली खेलाडीहरूको प्रदर्शन चाहिँ कस्तो रह्यो जस्तो लाग्छ? सोफा राम्रै छ, तर पनि अलिकति 60-40 हो कि जस्तो लागिरहेछ म आफ्नो पर्सनली। 60% ओल्डर्सहरूको, 40% हाम्रो नेपालीहरूको त्यो खेलको डोमिनेट चाहिँ त्यसरी भइरहेको चाहिँ मैले पाइरहेको छु। हजुर, धन्यवाद सूर्यजी, यहाँले छोटो मिठो कुराकानी गरिदिनु भयो। धेरै धेरै धन्यवाद छ यहाँलाई। थ्याङ्क यू सो मच यहाँहरूलाई पनि। थ्याङ्क यू। सहारा युके का मिडिया कोअर्डिनेटर श्री क्याम गुरुङजी। आउनुहोस् उहाँसँग यस आज सहारा युके को जुन फुटबल टुर्नामेन्ट भइरहेको छ त्यसको बारेमा छोटो चर्चा गरौँ। क्याम गुरुङजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते नवीना बहिनीलाई पनि र यस बेला एभरेस्ट.net हेरेर बस्नुभएका तमाम दर्शकहरूमा म सहारा युके को तर्फबाट र मिडिया कोअर्डिनेटर क्याम गुरुङको तर्फबाट यहाँलाई नमस्कार र अभिवादन व्यक्त गर्न चाहन्छु। र बहिनीले राख्नुभयो आजको खेलको विषयमा। हो, खेल अहिले भइरहेको छ। खेल अहिले 45 मिनटमा सकिएर पनि अहिले ब्रेक अवस्थामा छ र यस अवस्थासम्मको लागि हेर्दा खेल एकदम राम्रो र प्रतिस्पर्धाको रूपमा अगाडि बढिरहेको छ। र आज
सहारा एफसी युकेले एउटा सहारा एफसी युकेको मात्र नाम नलिएर सम्पूर्ण बेलायतमा छरिएर रहेका विभिन्न क्लब अर्थात् विभिन्न क्षेत्रका राम्रा खेलाडीहरूलाई समावेश गरेर एउटा अल्डरसट टाउन एफसीसँगको जुन एउटा मित्रता सम्बन्ध छ त्यो सम्बन्धलाई गाढा बनाउनको लागि अनि त्यसलाई चाहिँ ज्वलन्त निरन्तरता दिनको लागि आज पहिलो प्रयास आज सहारा नेपाल र अल्डरसट एफसी टाउन बीच जुन फुटबल मैत्रीपूर्ण हुन गइरहेको छ यसले अवश्य पनि एउटा राम्रो रूप लिइरहेको छ। मैले यहाँ देखिरहेको छु सयौं नेपाली दर्शकहरू तथा विदेशी अल्डरसट स्थानीय दर्शकहरू देखिरहेका छौँ। यसले अवश्य पनि यो खेलले चाहिँ हामीलाई केही कुराहरू सिकाउनेछ, केही कुराहरू उपलब्धि गराउनेछ भन्ने कुरामा म विश्वस्त छु नबिना बहिनी। हुन्छ अनि आजको जुन यो हिस्टोरिक इभेन्ट छ आज अल्डरसट टाउन एफसी र सहारा युके बीचको जुन फुटबल टुर्नामेन्ट छ यसमा तपाईहरुले कतिको प्रिपरेसन गर्नुभयो अथवा भनौं यहाँको प्रिपरेसन कस्तो रह्यो? कुनै पनि काम गर्नको लागि सफल गर्नको लागि त्यसमा एउटा प्रिपरेसन ठुलो महत्त्वपूर्ण भूमिका खेल्छ र यसको प्रिपरेसन भन्नुपर्दा हाम्रा खेलाडीहरू विभिन्न क्षेत्रमा छरिएर बसेका छन् र उनीहरू पेसागत खेलाडीहरू होइनन्। त्यसैले भन्नुपर्दा उनीहरूको प्रिपरेसन एकदम कम्ती थियो र गएको हप्ता मात्र उनीहरू जम्मा भएर यस सम्बन्धीमा यो खेलको उनीहरूले प्रिपरेसन गरिरहेको छ। तर पनि सहारा एफसीले अल्डरसट सन्डे लिगबाट जुन खेलिराख्ने भएको हुनाले र खेलाडीहरूलाई एउटा आत्मबल छ कि एउटा आत्मविश्वास छ कि हामी केही नै राम्रो गर्न सक्छौँ भन्ने। तर जुन अल्डरसट टाउन एफसीको खेलाडीको दाँजो र हाम्रो खेलाडीको दाँजो हेर्ने भने त एउटा प्रिपरेसन फेजमा चाहिँ निकै आकाश र पातालको फरक छ। हजुर अनि आजको गेमबाट आउटकम के होला कस्तो होला जस्तो लाग्छ यहाँलाई? आजको खेल कुनै एउटा हार जितको टुङ्गो होइन, तर खेलाडीहरू खेलेपछि त म जित्छु भन्ने तरिकाले खेल्छन्, त्यो स्वाभाविक कुरा हो। खेलमा हार र जित हुन्छ, तर त्योभन्दा पनि ठुलो कुरो मैले अघि नै भनिसकेँ, यो दुईटा क्लबहरू बिचको एउटा ठुलो मैत्रीपूर्ण सम्बन्ध हो र त्यो मैत्रीपूर्ण सम्बन्धलाई दिगो राख्नको लागि आज एउटा प्रथम प्रयास हो र यो फर्स्ट स्टेप हो। यो स्टेपलाई सफल पार्नको लागि एउटा सहारा युकेले मात्र एक दुईजनाले मात्र गरेर हुँदैन, सम्पूर्ण नेपालीहरूको यसमा दायित्व छ र सबैको सहयोगको म सहारा युकेको तर्फबाट अपेक्षा पनि गर्दछु। यहाँको सहयोगले नै हाम्रा युवा खेलाडीहरूलाई, हाम्रा बालबालिकालाई, हाम्रा नानीहरूलाई भविष्यमा हामी यहाँको प्रिमियरसिपसम्म पुर्याउन सक्ने हामीले एउटा लक्ष्य राखेका छौँ र यो लक्ष्यलाई सफल गराउन यहाँको सहयोगको पनि अपेक्षा गर्दछु। धन्यवाद गुरुजी। अल्डरसट टाउन एफसी को बीचको जुन टुर्नामेन्ट हेर्न आउनु भइरहेको छ हैन, कस्तो लागिरहेछ तपाईलाई? यो एकदमै राम्रो छ। हाम्रो
सहाराले यस्तो काम गरेकोमा चाहिँ हामीलाई एकदमै के अरे हामी सबै नेपालीहरूले एकदमै राम्रो चाहिँ दिनुपर्छ, हौसला दिनुपर्छ र आजको खेल हेर्दाखेरि एकदमै राम्रो दुवैपट्टि चाहिँ राम्रो खेलिएको छ। अल्ट्रासाउन्ड र चाहिँ हाम्रो सहाराले इन्जोय भइरहेको छ, एकदम राम्रो छ अहिले। अनि हेर्दाखेरि अहिलेसम्मको गेममा हाम्रो नेपाली खेलाडीहरूको प्रदर्शन कस्तो लागिरहेछ तपाईँलाई? पोहोरभन्दा अहिलेको चाहिँ प्रोग्रेस एकदम राम्रो छ, किन हामीले यहाँ खेलिरहेको देखेको छ त होइन र। अब भयङ्कर राम्रो छ, एकदम राम्रो छ। अब हामी नेपालीहरूले एकदम हौसला दिनुपर्छ सबैले। चन्द्र सूर्य दुजाली हाम्रो साथ तिमीलाई छ जय वीर गोर्खाली। हे गोर्खाली अघि बढ, छँदैछौ हामी पछाडि, तिमी अघि बढ। चन्द्र सूर्य दुजाली हाम्रो साथ तिमीलाई छ जय वीर